मान्छेले बनाइदिन्छ हामीले चलाउन जान्दैनौँ एरोप्लेन कति त्यो नयाँ इन्भेन्सन भइरहन् कि नयाँ आइरहन् कि जति पनि अब मान्छेले नयाँ नयाँ चिज बनाइरहन् क्या टिकट ल्याइदियो नि नानाले आज हो र ट्विन पनि यस्तै हुन्छ है ट्विन त यस्तो हुन्छ डेन्जर गाह्रो हुन्छ तुन त के हाल्नु पर्छ ट्विनमा हातले तान्नियो तार तुन के पुल नभएका ठाउँमा तुन हुन्छ नि हातमा झुन्डेर हिँड्छन् कर्णालीतिर त्रिशुलतिर एउटा बक्स हुन्छ त्यहाँबाट त्यसमा बसेर ग्यार ग्यार हातले यसरी गरेर खोला हुन्छ माथि र मुनि त्यसमा त देखे त्यो रिस्क हुन्छ है धेरै रिस्क चुडिन्छ भन्छ नि न्युज पनि आउँछ है कता यो मलाई जस्तो लाग्यो यो खस्न चाहिँ जिन्दगी खस्दैन होला होइन यो कहिले खस्दैन होला कि खस्दैन त्यो त हेर्छ नि जस्तो चेक गर्छ नि चेक बेला बेलामा त सबै कुरा नत्र त त्यो पनि हो गरेर नभए ऊ पनि त एकचोटि यो खस्यो भने त यहाँको त मार्केटै कति डाउन हुन्छ नि धेरै डाउन हुन्छ अब मैले भने होइन यो छडे पाथीको त ऊ तार तार त कहिले खसेन नि त तार त एकदम बलियो हो नि त यो त के कति अप्ठ्यारो बस्न आएका छ भिडियो बनाउन कान्दुममा भयो दुखे चाहिँ भयो काका भगवान यही सबक काटेको जी आई कान पनि काटेको तर जस आज के बनाएको त्यो आइस हाउस जस्तै माथि परि आई हैन चावडा अब अड्के यहाँ अड्के तर मजा आयो के को शक्ति होला यस्ता हुन्छ बिजुलीको त शक्ति आविष्कारको शक्ति भगवानको खेला बिजुलीले त हान्यो त हैन यस्तो बनाएर मोटुलालाई मोटुले दिमाग हो के हो भने खाली आँखा बेलुका 6-7 बजे चल्छ हाम्रो सँग तल आउने बेला यो कराउनु रहेछ कि तार हैन ओराले सट्टा गरेर तिरी जाउने बेला कस्तो भयो त तलबाट त सबै खाली आ यो यो ओइल त रोकिन्न 24 घण्टा चल्छ है राति त बन्द यो उमा गाह्रो हो कि भिरमा रुत्या हाम्रो त अब हामी छिटो निस्किम हैन अब निस्किनुको निवार हो काठमाडौँ निवारतिर मलाई त घर जोडेको खासै त्यति लाग्दैन बरु इन्डिया जस्तो हुन पर्छ कि यो टनेल हो कि घर हो टनेल कहाँ घर त कहाँ हुन्छ यस्ता त कहाँ बसिरहेछन् के मान्छे यो टनेल हो घर हो कान्छ टनेल होला होइन नराम्रो यतिकै बनाएको होला नि त खै अब के बनाएका हुने हो कन्फ्युज पार्यो है यसले तर यहाँको त जान्न नि मिल्छ कहाँ जान्छ नि त हिँड्ने बेला हिँड्दै आउँछ कहाँनिर यहीँ टनेल के यो टिनको यो त के यो के हो जस्ताको के हो यो केही हो टङ्की के छ पहिले घर रहेछ सायद घर रहेछ उ टङ्की छ डरम छ यहाँ चढेर बरु पाइप पनि छ सिँढी त्यो छैन पाइप पनि छ मान्छे बस्दा रहेछ नि सिँढी छ पाइप पनि दुईटा नै रहेछ नि त होइन यो अझै टङ्की पनि बेलको मान्छे बस्ती होला के यस्तो जङ्गलमा घर त के होला एक्लै त के उ होला आइयो अब देख्यो तल पनि देखेछ र देख्यो अब यहाँ 60 ओरालो देखिन्छ सूर्य यस्तो स्पिडमा जान्छ अब त यहाँ त अड्केर केही भएर आउँछन् यसरी त्यही पपुलेसन बढ्दै गयो भने उतै घर बढ्ने त हो हाम्रो पनि त घर यस्तो हो नि मासु भएर त उसँग बिचमा के को टहरो रहेछ त्यहाँ के को डर भन्नाले तीन सरकारी होला टनेल यो के गरेर अहिले कति बन्ने होला न कि त्यो यिनी खाली जग्गा नि त सबै यहाँ उनी सबै भरिन्छ भोलि पर्सि यही डाँडो पनि भरिन्छ दिदी भरिन्छ डाँडा त नभरेला यहाँ त के छ ए 100 वर्षपछि त भरिन्छ छोरा मान्छेले घर कहाँ बनाइस् ऊ तिनी त डाँडा पारिकन हाल ती सबै खान लाग्थ्यो त्यहाँदेखि त्यस्तो आइसक्यो त देख्यो काठमाडौँको घर दिदी देखिसक्यो है किसिम किसिम कमिला छ देख्दै घर देख्दै कस्तो इरिटेट लाग्ने जस्तो यता हेर्नु न पहिला यताको यो जिप लाइन
आउँदैछ है सररररर है ट्याक्क यति नै हो है गीत लाग्ने यता हो बिग्रिँदाखेरि त्यो ऊ के सामान कोइरो लगाइरहेको छ हिमाल चाहिँ देख्छ नि यस्तै है कोइरो लगाइरहेको छ त्यो पनि म जुम गरेर हल्का देखाइरहेको छु हल्का देखिरहेको मौसम खराब ल देख्नु भ्यू कति मजाले देखिन्छ यहाँबाट है देख्न सक्नुहुन्छ है भ्यू यो क्या दामी देखिरहेको छ यो हामी चन्द्रगिरी हिल्समा छौँ है देख्न सक्नुहुन्छ तलको भ्यू दुईटा केबल कार आइरहेछन् तलबाट डेढ 2 घन्टा लाइन बसेर माथि जाँदैछौँ देख्न सक्नुहुन्छ तलको तल छ है तलबाट लामो होला देख्न सक्नुहुन्छ जोरीमा झुन्डा र कसको बुद्धि लाग्यो उपाद्रेकै होला हामी जोरीमा झुन्डी गयो त बुद्धि उपाद्रै होला नि तपाईँ सही कुरा हो हल्लिहाल्छ है अब हामी माथि जाँदैछौँ यो हाम्रो गरिमा भाउजी यता हुनुहुन्छ यसै गरी बेसराज यता हुनुहुन्छ अर्को यता हुनुहुन्छ सुशीला खनाल घिमिरे कस्तो लागिरहेको छ हेलो बोलौँ कस्तो लागिरहेको फोटा खिचौँ त बेसराजी तपाईँलाई फोटा खिच्न म अनुरोध गर्दछु अब हामी माथि जाँदैछौँ देख्न सक्नुहुन्छ यो टोलीका चन्द्रगिरीमा आज एकदम ठुलो मात्रामा भिड छ देख्न सक्नुहुन्छ एकदमै ठुलो छ हिजो पनि यस्तै भिड थियो आज पनि धेरै नै ठुलो भिड छ माथि छ जान्दैन र तेस्रो लकमा चाहिँ हाम्रो पालो आउँछ जस्तो छ मान्छे जाँदैछ माथि अर्को केबल कार पनि आइसकेको छ अर्को केबल कार पनि देख्न सक्नुहुन्छ चन्द्रगिरी हिल्समा छौँ हामी र यो दृश्य देख्न सक्नुहुन्छ एकदम ठुलो मात्रामा भिड छ मैले यहाँ देखाइरहेको छु भिड हामी चाहिँ नजिक आइसकेका छौँ माथि जाने तनाउँदैछ त्यसलाई ब्लग स्टप गरेको यत्नै एकछिन छ नि कि यो चन्द्रगिरीको भिड देख्न सक्नुहुन्छ तपाईँहरू एकदम ठुलो मात्रामा भिड छ चलो रोकिने चल्ने भइरहेको छ हामी पनि लाइनमै छौँ एकछिन एकदम ठुलो मात्रामा भिड छ एकछिन रोक है अल्लाह स्टप